हेलो गाइज, कस्तो हुनुहुन्छ? स्वागत छ तपाईँलाई मेरो एउटा नयाँ ब्लगमा। आज चाहिँ के भने सर्प अनि गाइज त्यो चाहिँ के भनिरहेको छ त्यसलाई इग्नोर गरिदिनु अनि त्यसलाई चाहिँ कमेन्टमा गाली गरिदिनु। आज चाहिँ यहाँ त्यो छ सर्प आएको छ अनि हामी हेर्न जाँदैछौँ। अब सर्प छ कि छैन भन्ने कुरा भन्दै हुनुहुन्छ। हेरौँ, मलाई एकदम डर लागिरहेको छ गाइज। साँच्चै डर लागिरहेको माथि त होइन सर्प यतातिर हेरौँ। सर्प एकै ठाउँमा त किन बस्थ्यो होला र त्यही पनि यसो हेरौँ। सर्प रहन्छ गाइस धन्न। अनि गाइस आजको लागि अब यति नै गर्नु पर्ला। त्यहाँ सर्प छ होला भन्ने खानेको थियो, रहेको छ। त्यही भयो एकै ठाउँ बसेन, त्यो त राम्रो भयो। हामी पनि यहीँबाट हिँडिरहन्छौँ क्या, उता तलतिर जानको लागि यहीँबाट हिँडिरहन्छौँ। अनि फेरि यहीँ सर्प भयो भने फेरि हामीलाई गाह्रो हुन्छ नि त। झन् अहिले मम्मीले देख्नु भएको थियो अरे यहाँ तलतिर कति के होला, यहाँ त छैन होला सायद। एकै ठाउँमा के बसिरहन्थ्यो, त्यसको घर गएपछि होला कहाँ होला त्यसो। यस्तो हगाएछ यहाँ झाडी, यहाँ एउटा सर्प रहेछ भने त गाह्रो पर्छ नि त। के हो सर्पको? त्यो हो क्या आयो काँचुली, त्यही लागेर गएछ मलाई त, तर होइन रहेछ धन्न। अनि गाइस अब त्यही हो आजको लागि चाहिँ। अब यति नै गर्नु होला। प्लिज सबैजनाले सब्सक्राइब गरिदिनु होला यो भिडियो हेरेपछि होइन। अनि कमेन्ट गरिदिनु होला कस्तो लाग्यो। अनि अब कुन अर्को भ्लगमा भेटौँला। बाई बाई। सर्प भन्दा चाहिँ त्यसलाई गाली गरिदिनु, त्यसलाई सर्प भन्दा चाहिँ। तर मैले त्यहीँभित्र हेरेर आइसकेँ, सर्प चाहिँ छैन। तपाईँहरूलाई मैले बाई बाई भनेको छु। अब चाहिँ लास्ट बाई बाई।